हेलो साथीहरू, स्वागत छ मेरो नयाँ भ्लगमा। आज चाहिँ मैले 3-4 महिना पछाडि फेरि एउटा नयाँ भ्लग बनाउने कोसिस गरेको छु। यदि मन परे चाहिँ भ्लग भिडियो हेरिदिनु होला र साथै यो च्यानलमा पनि जोडिनु होला। आज चाहिँ म लकडी काट्न जङ्गलमा आएको छु। लकडी काट्न चाहिँ यति समस्या छ कि सिस्नोले चिलेर भनेपछि तपाईँको यति वाक्क दिक्क पार्छ। मैले चाहिँ अब फर्स्ट टाइममा हो मिसिन लिएको, खासै राम्रो काट्न जान्दिनँ। त्यही माथि सिस्नोले पोलेर आमामा एक दिन काममा आयो भने 5 दिन काममा आउन मन लाग्दैन। काम त अलिअलि पाइएको छ, त्यही पनि अब सुरुमा सिस्नोले पोलेर मार्ने रहेछ। यो काम चाहिँ म अब छोडिदिउँ लागिरहेको छ। बिचमा मिसिन झिकेछु जस्तो लागिरहेको छ, किनकि मैले चाहिँ मिसिन झिकेको लगभग 2-4 महिना मात्र भयो। त्यही पनि 2-4 महिनामा म चाहिँ अगाइसकेँ। अब कमाइ त राम्रै हुन्छ, त्यही पनि मलाई चाहिँ खासै रुचि लागेन, किनकि धेरै काम गर्न धेरै गाह्रो हुने रहेछ। अब ज्यान थाक्ने त्यस्तैदेखि लिएर अब रुख ढाल्दाको रिस्कीदेखि लिएर अब काम गर्दाको रिस्कदेखि लिएर मलाई चाहिँ खासै इन्ट्रेस्ट लागेन। अब यसो 2-4 महिना काम गरेर चाहिँ यो काम म छोडिदिन्छु जस्तो लागिरहेछ, किनकि मलाई खासै रुचि लागेन यो काममा चाहिँ। यो काम गर्न धेरै गाह्रो पनि रहेछ, मलाई चाहिँ धेरै झ्याउ पनि लाग्यो। सो अनि आज चाहिँ अब यो एरियामा चाहिँ अब म उत्तिस ढाल्न आएको छु। लगभग मैले उत्तिसहरू चाहिँ लगभग 100-150 झ्याङ चाहिँ काटिसकेँ। अझै काट्नुपर्ने छ 100 बोटहरू जस्तो। अनि तपाईँको यहाँ भनेको उत्तिसको चाहिँ बगान छ। उत्तिस र सिस्नो चाहिँ इक्वल छ क्या, अझै सिस्नो बढी छ। फेरि अहिले चाहिँ अब यो वैशाखको समयमा अब यतिखेर त पाउ लिनु पनि पर्ने हो, तर पात चाहिँ एउटै छैन सिस्नोको, जस्ट डाँठ मात्र छ। अनि सिस्नोले पोलेर भनेपछि चाहिँ यार रातभरि निन्द्रा लाग्दैन क्या, झम। सेफ्टी त अब बनाएको छु, लगभग ज्याकेटहरू डबल, जिन्सको प्यान्टहरू डबल लाउँदा पनि अब घारीमा पर्दाखेरि छेडेर त्यो पनि छिचोलेर पनि लास्टै चिल्लिन्छ क्या। त्यही भएर यो काम गर्न चाहिँ मलाई खासै रुचि लागेन। यो चाहिँ अब बरु चिरन चाहिँ मलाई ठिकै लाग्यो होइन। अब चिरन चाहिँ अब एकचोटि म अचानक दिनभरि एकै ठाउँ काट्नुपर्ने। अब यसमा चाहिँ के हुन्छ भने एक ठाउँ रुख लडाउने, फेरि झोर फाड्नुपर्ने, घारी फाड्नुपर्ने, फेरि अर्को रुख ढालो त्यसै गर्नुपर्ने। त्यसैले लास्टै झ्याउ र बोर लागेको छ यो काममा चाहिँ। अब लगभग यो 10-12 दिन काम गरेर यो काम चाहिँ छोड्छु होला। खासै पोस पनि नआउने रहेछ। एक बोट टुन पारेको चाहिँ 350 दिन्छ। अनि अर्को साथीहरू पनि आउनु भएको थियो क्या, अब 2 जना भएर चाहिँ हामी टुन पार्ने भनेर सल्लाह भएको थियो। उहाँ साथीहरू चाहिँ धेरै पुरानिया हुनुहुँदो रहेछ, लगभग 6-7 वर्ष यस्तै मिसिन चलाउनु भएको साथीहरू र उहाँहरूलाई चाहिँ पोस आएन अरे क्या यो काममा। दिनको अब लगभग 350 एक बोट काटेर ढालेर टुन बनाएको 350 दिन्छ। र लगभग दिनभरि टुन बनाउँदा राम्रो र सजिलो र सहज जग्गा छ भने चाहिँ त्यही 15-20 बोट टुन बनाइन्छ। र उहाँहरूलाई चाहिँ पोस आएन अरे, त्यही भएर उहाँहरू चाहिँ फर्किनु भयो। अब म पनि 8-9 दिन काम गरेर सायद काम गर्दिनँ होला।